आँखाले देखेछ दिदी बसमा पनि चिक्दो रहेछ हो कसम लास्ट सिटमा यो मुजिरीले चाहिँ के देखेको छ मा झेक्ने काठमाडौँबाट म आउँदै थियो त्यो केटी विदेशबाट आएको रहेछ भेनाले लिन आएर रहेछ त्यसलाई है अब हेर्नु त बुढा नआइकन सालीलाई अब बोयफ्रेन्ड कोही नआइकन अब बुढा पनि होला त्यो आइमेको कोही नआइकन भेना लिन आएर रहेछ भेना काठमाडौँमा बस्दो रहेछ कि अनि गाउँ म अब सालीलाई त्यतैबाट लिएर आउँछु भनेर भन्नु हेर्नु आफ्नै भेना रहेछ अनि त्यसपछि म त अब सेकेन्ड त्यो लास्टको सिटको अलिकति अगाडि चाहिँ म थियो म त सुतिरहेको थिएँ म त एक्लै बिहे गरेको थिएन कि कन्या केटी राजकुमारी नै थिएँ म त म बसिरहेको थिएँ त साली साली भन्दै कचक कुचुक गर्दै मसर मुसुर गर्दै के भएछ भन्छु हेर्ने कुरा त भएन अगाडि भयो पो अगाडि हेर्ने कुरा भयो पछाडि हेर्ने कुरा भएन होइन होला यसो चुम्मा चाटी मात्रै गर्यो होला तैँले पनि अनेकै देख्छस् भन्छ राएछु कसम मम्मी कसम मैले बिर्सेकै छैन त्यो कुरा ला अनि त्यसपछि फेरि मेरो अगाडि एउटा केटा एउटा रन्जु अर्जुन बस्याल भन्ने एउटा मुजी कुन चाहिँ आएमा चिक्ने भोग्दैछ से रन्डेको छोरा त्यो फेरि अझै मेरो अगाडि चाहिँ दुईटा केटा थियो कि ला सालीले भेनाले साली पड्कायो भन्दै बस्दै तिनीहरू दुईजनाले हाँस्दै मोबाइल चलाउँदै खै न भिडियो बनाएँ म चाहिँ फेरि निन्द्रामा थिएँ कि त्यस्तो हुँदो रहेछ निन्द्रामा थिइस् कि सुन्दै एउटा कान थापेर बसिरहेको थिइस् नि तपाईँ एउटा निन्द्रा पनि अनि फेरि त्यो अब आइठन भए जस्तो हो के पनि अनि त्यसपछि एकदम निन्द्रा गइरहेमै थियो कि म त्यस्तो गर्दो रहेछ हो मान्छेहरूले त भेना र साली बसमै त त्यस्तो त होइन होला हौ जाटी ए कसम मेरो आँखाले देखेको छ पछाडि फर्केर हेर्दाखेरि म फेरि हेर्दिनँ के त्यस्तो सम्बन्ध गरेको ठाउँमा पाप लाग्छ नि साँच्ची के हो पाप लाग्छ अरे के कसम हो म अर्का चिकेको ठाउँमा हेर्दिनँ नि कहिले पनि अनि तैँले को चाहिँ गरेको देखेछस् र हौ छ्या